नमस्कार। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासर डेनमार्क च्याप्टरको मासिक साहित्यिक भिडियो पत्रिकामा यहाँहरूलाई स्वागत छ। हिजोदेखि हामी विक्रम सम्वत 2082 सालमा प्रवेश गरेका छौँ। यस अवसरमा सम्पूर्ण साहित्यकारहरू, लेखक, स्रष्टा, कलाकार, साहित्य अनुरागी र समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ। र आजको नियमित कार्यक्रम सुरु गरौँ। र नियमित कार्यक्रममा आज हाम्रो पहिलो वाचन गर्ने पालो भएको छ कविताको। र यो शुभकामना 6 शीर्षकको कविता लेखी पठाउनु भएको छ कपिल मणि गेवालीज्यूले। कविता यसरी सुरु हुन्छ। नयाँ आशा खुसीसँगै झुल्किन्छ कि भनी, निराशाको कालो बादलभित्र आशा बनी, एकासीमा जे भयो स्वीकार छ हाम्रो, बसिरहेछौँ पूर्वतिर झुल्के घाम हेरी। समय हो आउँछ जान्छ सधैँ यसै गरी, हप्ता महिना ऋतुहरू चक्र जस्तै घुमी, समयले जे दिन्छ मानि उपहार, गर्नुपर्छ स्वीकार यो सधैँ हाँसी हाँसी। स्निग्ध पूर्व क्षितिजमा मन्द मुस्काउँदै आएको थियो एकासिनी स्वप्न सजाउँदै, थोरैलाई खुसी दिई धेरैलाई आँसु, जानै पर्यो गयो साह्रै चित्त दुखाउँदै। समयलाई दोष दिई बाँच्न सकिँदैन, निराशामा सधैँभरि हाँस्न सकिँदैन। कर्मको फल मिठो हुन्छ कर्म गरिरहँ, हिँड्न सके समयसँगै पछुतो हुँदैन। आकाशको कालो बादल फार्न थालेको छ, धुवाँ धुलो तुवालो नि हट्न लागेको छ। शुभ सोच राखौँ सधैँ शुभ कर्म गरौँ, नयाँ वर्ष 82को शुभकामना छ। नयाँ वर्ष 82को शुभकामना छ। हामीलाई नियमित रूपमा लेखहरू र कविताहरू, रचनाहरू पठाउनुहुन्छ, प्रेषण गर्नुहुन्छ कपिल मणि गेवालीजीले। उहाँलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र अब अर्को रचना सुन्ने हेर्ने पालो भएको छ दलबहादुर नेपालीज्यूको। यसपटक उहाँले आफैले रेकर्ड गरेर हामीलाई पठाउनु भएको छ। यसको लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद। अब लागौँ उहाँको गजलतर्फ। नमस्कार साहित्य अभिवादन। म दलबहादुर नेपाली, घर जुम्ला, हाल भारतदेखि गजल वाचन गर्ने प्रयास गर्दैछु। यसै सुरुवात हुन्छ गजल। घमण्डले पनि आफै सकिनु पर्छ याद राख, कुनै दिन दुःख पर्दा एक्लिनु पर्छ याद राख। घमण्डले पनि आफै सकिनु पर्छ याद राख, कुनै दिन दुःख पर्दा एक्लिनु पर्छ याद राख। यति साह्रो घटिया पनि नबन्नुस् महोदय, यति साह्रो घटिया पनि नबन्नुस् महोदय। घमण्डले पनि आफै सकिनु पर्छ याद राख, कुनै दिन दुःख पर्दा एक्लिनु पर्छ याद राख। यति साह्रो घटिया पनि नसोच्नुस् महोदय, यति साह्रो घटिया पनि नसोच्नुस् महोदय। मान्छे भएर एकैपटक जन्मिनु पर्छ याद राख, कुनै दिन दुःख पर्दा एक्लिनु पर्छ याद राख। मलाई कसैको पनि जरुरत पर्दैन किन भन्छौ, मलाई कसैको पनि जरुरत पर्दैन किन भन्छौ, मलाई कसैको पनि जरुरत पर्दैन किन भन्छौ। मर्दाखेरि पनि आखिर तडपिनु पर्छ याद राख, मान्छे भएर एकैपटक जन्मिनु पर्छ याद राख। घमण्डले पनि आफै सकिनु पर्छ याद राख। सहरमा बसेर गाउँघर बिर्सिने कुरा नगर, सहरमा बसेर गाउँघर बिर्सिने कुरा नगर, सहरमा बसेर गाउँघर बिर्सिने कुरा नगर। फेरि त्यही समाजमा गई उभिनु पर्छ याद राख, मर्दाखेरि आखिर तडपिनु पर्छ याद राख। घमण्डले पनि आफै सकिनु पर्छ याद राख। मैले सम्झाउँदा खिल्ली उडाउँदैछौ अचेल, मैले सम्झाउँदा खिल्ली उडाउँदैछौ अचेल। घमण्डले पनि आफै सकिनु पर्छ याद राख, कुनै दिन दुःख पर्दा एक्लिनु पर्छ याद राख। मैले सम्झाउँदा खिल्ली उडाउँदैछौ अचेल, मैले सम्झाउँदा खिल्ली उडाउँदैछौ अचेल। भोलि गएर दलबहादुरलाई सम्झिनु पर्छ याद राख, फेरि त्यो समाजमा गई उभिनु पर्छ याद राख। मर्दाखेरि त आखिर तडपिनु पर्छ याद राख, मान्छे भएरै एकपटक जन्मिनु पर्छ याद राख, कुनै दिन दुःख पर्दा एक्लिनु पर्छ याद राख। घमण्डले पनि आफै सकिनु पर्छ याद राख। धन्यवाद साहित्य अभिवादन। हस्त दलबहादुर नेपालीज्यूको यो गजल सँगसँगै आजको लागि कार्यक्रमको समय सकिएको छ। फेरि हामी अर्को महिनाको 15 तारिकमा उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि नयाँ वर्ष 2082को पुनः एकपटक शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। नमस्ते।